मेरो चाहिँ फेज 1 र फेज 2 कम्प्लिट भएर नयाँ $1,00,000 को एकाउन्ट आइसकेको छ र एकाउन्टको स्ट्याटस भनेको चाहिँ वेटिङ फर रिस्क भन्ने देखाएको छ। यो चाहिँ भोलितिर एक्टिभ हुन्छ होला। अनि एकाउन्टलाई सरसर्ती हेर्दाखेरि यो फर्स्ट स्टेपको पनि पास भएको छ, सेकेन्ड स्टेप पनि पास भयो हैन, टार्गेट कम्प्लिट भयो। यसको ड्याशबोर्ड हेरौँ। ल यो चाहिँ हाम्रो फन्डेड एकाउन्टको ड्याशबोर्ड हो $1,00,000 को। यसमा हाम्रो प्रॉफिट टार्गेटहरु, डेली लस लेभलहरु चाहिँ हुन्छ। प्रॉफिट टार्गेट चाहिँ हुँदैन है। इफ हामीले $10,000 चाहिँ कम्प्लिट गर्यौं भनेपछि अरु हामीलाई हुने फाइदाहरु त छुट्टै छ। त्यसको बारेमा चाहिँ म फुल भिडियोहरु बनाउँछु। कृपया मेरो युट्युब अथवा मेरो टेलिग्राममा जोइन हुनु होला मेरो बायोबाट है। यो एकाउन्ट चाहिँ हाम्रो पास भएको छ $1,00,000 को। अब यसलाई हामीले के कसरी अगाडि बढाउने भन्ने कुराहरुको बारेमा पनि म भिडियोहरु ल्याउँछु। थ्यांक यू। मेरो चाहिँ फेज 1 र फेज 2 कम्प्लिट भएर नयाँ $1,00,000 को एकाउन्ट आइसकेको छ र एकाउन्टको स्ट्याटस भनेको चाहिँ वेटिङ फर रिस्क भन्ने देखाएको छ। यो चाहिँ भोलितिर एक्टिभ हुन्छ होला। अनि एकाउन्टलाई सरसर्ती हेर्दाखेरि यो फर्स्ट स्टेपको पनि पास भएको छ, सेकेन्ड स्टेप पनि पास भयो हैन, टार्गेट कम्प्लिट भयो। यसको ड्याशबोर्ड हेरौँ। ल यो चाहिँ हाम्रो फन्डेड एकाउन्टको ड्याशबोर्ड हो $1,00,000 को। यसमा हाम्रो प्रॉफिट टार्गेटहरु, डेली लस लेभलहरु चाहिँ हुन्छ। प्रॉफिट टार्गेट चाहिँ हुँदैन है। इफ हामीले $10,000 चाहिँ कम्प्लिट गर्यौं भनेपछि अरु हामीलाई हुने फाइदाहरु त छुट्टै छ। त्यसको बारेमा चाहिँ म फुल भिडियोहरु बनाउँछु। कृपया मेरो युट्युब अथवा मेरो टेलिग्राममा जोइन हुनु होला मेरो बायोबाट है। यो एकाउन्ट चाहिँ हाम्रो पास भएको छ $1,00,000 को। अब यसलाई हामीले के कसरी अगाडि बढाउने भन्ने कुराहरुको बारेमा पनि म भिडियोहरु ल्याउँछु। थ्यांक यू।